हेलो एभ्रिवान, सबैजनालाई जय मेसी अनि नमस्ते। आज चाहिँ सेकेन्ड सैटरडे नि सेकेन्ड सैटरडे, सो वी आर प्लानिङ टु गो माई होम टाउन दार्जिलिङ। तर विश्वासको कुरा के भन्दा चाहिँ हामी रेडी भएर अघि बसेको, तर अहिले पानी पर्दैछ, सो कसरी जाने भनेर हामी सोचिरहेको छ हो। बाइकमा जानुपर्छ, भिज्छ होला भनेर रिचा चाहिँ रेडी हुँदैछ, म रेडी भइसकेको छु। हामी अब हिँड्नु आँटेको, हेरौँ अब पानी रोकिन्छ कि भित्दै जानुपर्ने हो कि। सियु, अहिले भेटौँला। अब हामी चाहिँ रुमबाट हिँडेको, ती चाहिँ यस्तो छ, पानी परिरहेछ। हामी चाहिँ हिँडेको अब पानी परिरहेको छ। आज चाहिँ एकदमै पानीले साथ दिएको छैन हाम्रो यहाँको यात्रामा चाहिँ। कतिसम्म भिजाउने हो। भर्खर रानीपुल क्रस गरेर हामी जाँदैछौँ 32 पानी पर्छ भनेर यस्तो टेन्सन लागेको थियो कि बेर गर्दै 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 आएको, पानी नपरोस् है प्रभु भन्दै यही पानी रोक्यो। अहिले घरि चाहिँ हामी पेट्रोल हाल्दैछ बाइकमा। हामी चाहिँ अहिले घरि रम्फू आइपुग्यो। यो चाहिँ के ब्रिज पो हो? रम्फू ब्रिज होइन, अटल ब्रिज के भन्छ होइन। उकालो गयो भने चाहिँ कालिम्पोङ पुग्छ होइन। अब हामी चाहिँ वेस्ट बेङ्गाल छिर्यो। मेरो घरपट्टि वेस्ट बेङ्गाल चाहिँ कालिम्पोङ दार्जिलिङ। हामी चाहिँ दार्जिलिङ गएकै आइहाउ। दार्जिलिङ 58 किलोमिटर।
घुट पानी पिएर सो अब चाहिँ यहाँनिर चाहिँ हामी खाना खाने। हाम्रो हालत यस्तो भइरहेछ है, केस भालाङ गुन्नुङ भइरहेछ हो। कता कता फर्किन्छ, कोही साउथ कोही इस्ट। लट्टा परेर यहाँ औलाले फुटौला जस्तो भइसक्यो। यहाँ यी हेर्नु यी त्यो डेन्जर लट्टा परेछ कि हेर्नु यी लट्टा परेर खाना आयो। मेरो खाना देखाउनु न। खाना आयो खाना। सब्जी हामीले खाजा पनि खाइसक्यो। अब फेरि हामी बाटो लागेको मेरो माइततर्फ।
भने भेट्छ होला भनेर हो। स्टार्ट पनि भयो। ए लप्चु यता तो चिसो रहेछ। आम्मा चिसोले जाम परिसक्यो। दार्जिलिङ आउँछु भनेर चाहिँ नसोचे हुन्छ है। यस्तो चिसो छ, हातहरू सबै कप्पिसक्यो। त्यही माथि पानी पर्दैछ हल्का। अघिसम्म त मजा आइरहेको थियो, अलिकति भए पनि तातो भइरहेको थियो। अहिले त साह्रै चिसो भयो त। राजा आइसला उयो फुलिरहेको रहेछ, के भन्छ यसलाई? गुराँस। गुराँस फुलिरहेको रहेछ मजाले हो। चिसो छ कि आम्मा चिया खानु पनि पर्यो। बेडमा बसेर एकदम आगो बेडमा बसेर आगो त कसरी ताप्नु। अहिले चाहिँ भने बाटोमै बसिरहेछौँ है हामी। पानी पुरा पर्नु थाल्यो, खतरा पानी परिरहेछ हो। हामी पुरा भिजिसकिसकेका छौँ। त्यही भएर एकछिन रोकेको, पानी रोकोस् भनेर। सायद रोकिन्छ होला एकछिनमा। दार्जिलिङको वेदर चाहिँ यस्तो छ कि अघि तलसम्म राम्रै थियो हो, घाम लागिरहेको थियो मजाले। पानी पर्नु थालिहाल्यो। बिचरा पर पनि बसिरहेको रहेछ, देखाउँछु ल बाइक। हामी बाइकर्सहरूको हालत चाहिँ यस्तो हुन्छ है गाइस पानी झरीमा। गाडी चाहिँ मजाले सुत गइहाल्छ हो पानी झरी नभनी। हामीलाई चाहिँ बिजोक। आजको पानीले चाहिँ हामीलाई चाहिँ ओभरै धोका दियो। हेर आम्मा यस्तो भइरहेछ दार्जिलिङको वेदर। पानी परेर भनेको, हामी भिजेर भनेको हो। अघि एकछिन रोकेको थियो, फेरि स्टार्ट भयो। हेर न पानी पर्नु। यस्तो दिन भइरहेको छ अन्त आम्मा। फाइनली हाम्रो यस्तो भयो। जोड बङ्गलाको अलिकति यता हो हामी। यतिको हालतमा चाहिँ बसिरहेको छ हामी। पानी त्यस्तो परिरहेछ अन्त हालेर हिँड्नुहुन्छ है। मैले चाहिँ बाइक यहाँ राखिरहेको छु, एकछिन साइड गरिदिएको। साह्रो पानीले भिज्यो कि बस्दैको अब एकछिन चाहिँ। हामी चाहिँ अब एकछिन रेस्ट गर्यो हो। पानी पुरा परिरहेको थियो अनि एकछिन त्यहाँनिर ओत लाग्यो अरे। अब फेरि हामी हिँडेको। दार्जिलिङको वेदर चाहिँ एकदम के भन्नु, अब दुःख लाग्दो भयो आज चाहिँ। तलतिर मजाले घाम लागिरहेको थियो, टिस्टातिर। लप्चु पेसो उकालो पनि राम्रै थियो। लप्चुदेखि चाहिँ वेदर चिसो 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 हुँदै आयो त। पानीले पनि मजाले भेट्यो हामीलाई। यस्तो भिजिआइसक्यो कि अब दार्जिलिङ बजार पुगेर चाहिँ 1
र लुगा किनेर लाएर मात्रै घर जाला जस्तो भयो। त्यस्तो स्थिति भइरहेको छ। दिउँसै अन्त लाइट बालेर हिँड्नुपर्ने स्थिति भइरहेको छ गाडीहरूमा। होइन यी बतासिया लुप चाहिँ यही हो है। बतासिया हामी चाहिँ यहाँबाट बतासी जानुपर्छ। यहाँ माथि यो चाहिँ हो बतासिया लुप दार्जिलिङको ट्रेन जाँदै रहेछ। दार्जिलिङको भ्यूज आइपुग्यो। हामी दार्जिलिङ अब आइपुग्न आँट्यो। आइपुग्यो भन्दा पनि आइपुग्न आँट्यो। त्यही त यस्तो रिस उठिरहेको छ कि मलाई। हामीलाई चाहिँ लछ्रम्मै भिजाएर चाहिँ अहिले चाहिँ यस्तो मजाले दिन उब्रियो। घाम लाग्यो मजाले। मात्रै हो नि। रेल स्टेसन आइपुगेछ हामी। टोय ट्रेन हामी पहिला बसमा ट्रेनमा रेस्टुरेन्ट दार्जिलिङ आयो भने यो क्याफेमा चाहिँ एकपल्ट बसेर चाहिँ कफीहरू खानु होला। को दार्जिलिङ आउँछ। अब चाहिँ फाइनली पानीमा भिज्दै के हुँदै फाइनली दार्जिलिङ आइपुग्यो। दार्जिलिङ बजार चाहिँ यहाँबाट स्टार्ट हुन्छ है। सबै दार्जिलिङ बजार परसम्म। यहाँबाट गयो भने बिच गल्ली भेट्छ। बिच गल्ली साह्रै भिड हुन्छ जहिले पनि तहिले। एकछिन बाइक राखेर चाहिँ एकछिन डुल्नुपर्छ। बजारमा चाहिँ बाइक राख्ने जग्गा पाएन। सो हामी चाहिँ अब जाउँ उकालो लाग्दैछ चौरस्ता। चौरस्तामा बाइक राखिराखेर चाहिँ ओह्रालो झर्ने भनेर। यो चाहिँ जू जाने बाटो हो नि त। दार्जिलिङ जू टुरिस्टहरू पुरा आइरहेको रहेछ अहिले। चौरस्तामा बाइक राख्नु जानेलाई चाहिँ यो हालत हुन्छ है। यहाँबाट चलाएर जानु दिँदैन। हिँडेर जानुपर्छ। यसरी जानुपर्छ। कुदाएर लानुपर्छ। बाइक कुदाउँदै आएर थाकेर बसिरहेछ। हामी दार्जिलिङको चौरस्ता चाहिँ यही हो है। जाडोले के कुद्दा छ बाइक।
ग्लेनेरिस भित्र पस्यो हामीले ल अहिले चाहिँ फिलहाल ग्लेनेरिस भित्र चाहिँ यस्तो छ है के चाहिँ हो के चाहिँ लाने मफिन भयो के हो त्यो चाहिँ स्विट नो आइडिया ग्लेनेरिसबाट के कुरा हामी लग्यौँ आज चाहिँ फर्स्ट टाइम भिजिट गरेको भित्र पसेर यस्तो छ दामी बनाइदिएको रहेछ यो चाहिँ अब चौरस्तापट्टि लाग्यो हामी बल्ल 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 पानी उयो भएको फेरि पर्न थाल्यो दार्जिलिङ वेदर छ दार्जिलिङको वेदर चाहिँ यस्तो पानी पर्न थालिहाल्यो फेरि यति साह्रो घिनलाग्दो छ कि अब चाहिँ हामी दार्जिलिङबाट घर निस्केको दार्जिलिङ बजारबाट यहाँ लाग्छ हाम्रो गाउँको गाडीहरू बुढाबुढीको ट्राभल चाहिँ दामी भयो है गान्तोकबाट पनि भिज्दै भिज्दै आएको स्टार्टिङमा पुग्दा पनि भिज्दै भिज्दै जाँदैछ हामी अहिले हामी सिंहमारी आइपुग्नु आँट्यो दार्जिलिङको नर्थ पोइन्ट कलेज आइपुगे एनपी कलेज स्कुल हो त्यसै एनपी स्कुल चाहिँ दार्जिलिङको अघि चाहिँ तल नै टिस्टा चित्रे पनि थियो है तल यो चाहिँ दार्जिलिङको चित्रे हो यहाँनिर चाहिँ के पाउँछ भने दार्जिलिङको चियापत्तीहरू पाउँछ अनि चियाहरू पनि पाउँछ मिठो मिठो अब चाहिँ हामी लेबुङ आइपुग्नु आँट्यो अब चाहिँ हामी लेबुङ आइपुग्यो यहाँबाट चाहिँ ओह्रालो चाहिँ हाम्रो घर जाने बाटो लेबुङ यो चाहिँ हो सानो छ लेबुङ बजार तर सबै पाउनु चाहिँ सबै पाउँछ लेबुङ ओह्रालो झऱ्यो हामी तल गिङदेखि चाहिँ बाटो खतरा छ यहाँनिर आई लभ लेबुङ लेखेको छ हो देख्यो आजा यो ओह्रालो चाहिँ पक्का मेरो घर जाने बाटै पुरा अफ छ रोड पनि पुरा उयो छ बनाएको पनि छैन अझैसम्म बनिन्छ चाहिँ भन्छ तर कहिले बनिने हत्तु त भयो साथसाथै मजा पनि आयो बुढासँग हिँडेको किन मजा आउँदैन यहाँनिर चाहिँ हाम्रो चर्च चाहिँ अब यहाँनिर चाहिँ यहाँ माथि अलिकति माथि छ छेउमै त छैन यहाँबाट जानुपर्छ हाम्रो चर्च चाहिँ
नि सुराजा यो उकालो चर्च हिमालयन प्रिजर्स यो उकालो जानुपर्छ यो घरदेखि उतापट्टि हिँड्नु त यहाँ पति देख्छ त्यो माथि अलिक हिँड्नु त खै देख्दैन रहेछ त्यो ब्लू कलरको चर्च हाम्रो चर्च त्यही हो ब्लू कलरको हाम्रो अफ रोड छ भनेको त टालटुल पारेछ है टेन्सन लागिरहेको थियो नि तपाईँलाई यहाँनिर हामी पुरा बस्थ्यो नि थाकेर स्कुलबाट आउँथ्यो कि अनि थाकेर यहाँ बस्थ्यो हामी पुरा बस्थ्यो भन्दा पनि पुग्थ्यो यो चाहिँ हो टी गार्डन हाम्रो गाउँ जाने बाटोको हो यो चाहिँ भर्खर त टाल्दै रहेछ तल त टालेको हौ कोलाई अफ रोडिङ मनपर्छ यहाँ आउनु पर्यो जो अफ रोडिङ मन पर्नेहरू चाहिँ यहाँ आउनु पर्यो हाम्रो गाउँको बाटो काम त चल्दै रहेछ यहाँनिर चाहिँ पत्ती तौलिन्छ है यो गोदाममा चाहिँ सबै टिप्छ होइन अन्त टिपेर आएर 4 बजीको घन्टी लाग्छ हो साइरन त्यहाँदेखि लागेर आएर चाहिँ यहाँ आउँछ सबैजना हो त्यहाँदेखि यहाँनिर कहाँ उयो हुन्छ त्यो चाहिँ हाम्रो किङ टी स्टेट उयो फ्याक्ट्री हो यो चाहिँ यहाँनिर चाहिँ काँचो चियापत्तीहरू ल्याएर यहाँनिर बनाउँछ ठुल्ठुलो मसिनहरू यो ओह्रालो चाहिँ मलाई डर लाग्छ हौ यो फ्याक्ट्री चाहिँ माथिबाट सानो देख्दै थियो यहाँ पनि त बनाएछ रोड है अस्ति कस्तो डर लाग्दै थियो अस्ति यसो राजा दार्जिलिङ केटीहरू चाहिँ यस्तो हुन्छ है गाडीमा हेर त्यहाँ झुन्डिरहेछ के अरे ट्यालेन्ट देखाइदियो नि यस्तो छ त ट्यालेन्ट त सानो रोडमा पनि चढा पार्छ कि त्यहाँ बिस्तारै कुदाउनु है ओह्रालो बाटो छ कि यो चाहिँ हाम्रो घर जाने बाटो हो तल ग्राउन्ड छ ए बिस्तारै मेरो बुढा चाहिँ यसरी जाँदैछ अब राजा हाम्रो गाउँको चिया बगान चाहिँ यस्तै छ आँखाले नभ्याउने है औ कहाँ गएको अरे तिमी ससुराली जाने हो मासु भात खाने होइन मासु भात खाने होइन पानीले भिज्ने हो फाइनली हामी रुम पो अरे घर आइपुग्यो सो मम्मीहरूलाई भेटेर अहिले हामी रुममा बसिरहेको छु हो हाम्रो रुम 3 जनाको रुम हो एलिजा रोजाको रुम माया लाग्दो रहेछ देख्दाखेरि सो ससुरालीमा आइपुगिरहेको छ कस्तो फिल भइरहेछ एकदम ससुरालीमा आइपुगिसकेको छौँ भिज्दै भए पनि होइन 3-4 चोटि भिजे चिसै भयो लुगा तर यहाँ आइपुग्दा सुक्यो आज चाहिँ तर के भन्छ बाइक राइड गर्नु मनपर्छ भनेको आज त दिनैभरि भयो है दिनैभरि भयो पुरा थाकिरहेको छ रेस्ट गर्नु मन परिरहेको छ सो हाम्रो यो के भन्छ गान्तोक टु दार्जिलिङको भ्लग चाहिँ यतिमै सो सी यू इन द नेक्स्ट भ्लग बाई बाई टिल देन स्टे ट्युन बाई सबैजनालाई